सो के छ गाइज अनि सो विदेश गएर चाहिँ लाइफ सेट गर्छु भन्ने सोच राख्नुभन्दा पहिला चाहिँ अलार्म सेट गर्नुपर्छ हैन। अनि विदेश गएर सबै सपना पुरा गर्छु भन्यो भने चाहिँ आधी रातसम्म पनि आधी रात के पुरै रात पनि सुत्न पाइँदैन फेरि। जस्तै चाहिँ अब मलाई हेर्नु म चाहिँ यहाँ चाहिँ 2 बजेसम्म काम गर्नुपर्छ हैन। राति 2 बजेसम्म, दिउँसो 2 बजेबाट राति 2 बजेसम्म। अहिले चाहिँ म चाहिँ कामबाट फर्किँदैछु हैन। अनि अब 12 घन्टा ड्युटी। अनि रुममा गएर नुहाइ धुवाइ अनि यता त्यता सरसफाइ गर्दा अनि हल्का घरतिर गफ गर्नु पर्यो। घरतिर कुरा गर्दाखेरि यसो मोबाइल चलाउँदा 2-3 घन्टा त्यसै निक्लिन्छ। भनेपछि 24 घन्टामा 15 घन्टा जति चाहिँ त्यत्तिकै हुन्छ के। बाँकी रह्यो 8-9 घन्टा चाहिँ अनि सुत्ने टाइम पाइन्छ विदेशमा चाहिँ के। त्यो चाहिँ मेरो कहानी के अब हकिकतै भनौँ न। मैले अहिले भोगिरहेको कुराहरू चाहिँ त्यो चाहिँ हो क्या। अब अरूको चाहिँ के कस्तो छ हैन, त्यो सबै आफ्नो ठाउँमा छ पीडा त। तर मेरो पीडा चाहिँ त्यही हो। अहिले चाहिँ म रुमतिर लाग्दिएको ल।